यो हिमालयन भन्ने चाहिँ खास चाहिँ कहाँको चाहिँ हो?
र नमस्कार दर्शकबिन्दु, फेरि पनि हजुरको भाइ म साहित्य प्रधान आजको फेरि मेन इभेन्ट दार्जिलिङ प्रिमियर डिभिजनबाट फेरि पनि लाइभ प्रसारण प्रत्यक्ष प्रसारण लिएर आएको छु र हजुरलाई देखाइरहेको छु। हरियो जर्सीमा सङ्कटा एफसी हो भने रातो जर्सीमा हिमालयन एफसी देखाइरहेको छौँ। यस्तो प्रकारले पुरानो कथा सुनाउनु पर्दाखेरि लास्ट इयरको सिजन 2004 सिजनमा दुवै दल एक एक गोलको बराबरीमा केही कन्ट्रोभर्सी पनि भइरहेको थियो त्यो खेलमा र आज फेरि सिजन 2025 मा फेरि रिम्याच उहाँको भइरहेको छ र आज कसले पल्ला भारी हुने हो त हजुरहरूले अबको केही छन् भने हाम्रो यो लाइभ प्रसारण मार्फत हेर्न सक्नुहुनेछ र अबको केही छन् भने यो खेल सुरु हुन गइरहेको छ र हजुरहरू केही छन् प्रतीक्षा साच्नुहोला। आज भएको पहिलो खेल दार्जिलिङ ए डिभिजन लिगबाट जिजेएससी घुम जोरबलङ्गो स्पोर्टिङ क्लब अनि चामुङ एफसी बिचमा 1-2 गोलको ड्र भएको छ र अब हुन गइरहेको दार्जिलिङ प्रिमियर डिभिजन फुटबल लिगबाट हजुरहरूलाई प्रत्यक्ष प्रसारण गरिरहेको छौँ र हजुरको यस्तै प्रकारले हजुरलाई जनाउनु पर्दाखेरि यहाँकै होम टिम सङ्कटा एफसी हरियो जर्सीमा देखिरहेको छौँ। 2004 च्याम्पियन्स टिम यसपालि टाइटल होल्ड गर्न सक्छ या टाइटल फेरि पनि उहाँले आफ्नो हातमा पार्ने हो। यसपालि लिगमा हजुर देख्नु सक्नुहुन्छ यहाँ हजुरहरूलाई हामीले हिमालयन एफसीको खेलाडीहरू देखाइरहेको छौँ जहाँको भेग उत्कृष्ट प्रतियोगिताहरू हुने भेग हो, जस्तै रेलिङ च्याम्पियन्स ट्रफी, लामागाउँ गोल्ड कप, मानेभन्ज्याङ गोल्ड कप, लोधोमा गोल्ड कप जस्ता टुर्नामेन्टहरू सम्पन्न हुन जाँदछ उहाँको क्षेत्रमा। र आज समय आएको छ दुवै दलले आफूलाई प्रुभ गर्नको निम्ति फेरि पनि यहाँ इतिहास कोरिनेछ। दुवै दल अनबिटन रहेको थियो। पहिलो खेलमा 1-1 गोलको ड्र थियो र आज समय आएको छ कसको पल्ला भारी हुने त हजुरहरूले केही क्षणमा नै हाम्रो यो लाइभ प्रसारण मार्फत हेर्नुहुनेछ। हजुरको भाइ म साहित्य प्रधान बदमताम टी गार्डनबाट हजुरलाई फेरि पनि यो प्रसारण लिएर आएको छु।
आज भएको पहिलो खेल र हजुरहरूलाई म खेलाडीहरूको नाउँ सुनाउन गइरहेको छु। हिमालयन एफसीबाट यासाङ लिम्बू नम्बर 1 गोलकिपर हुनुहुन्छ प्रशान्त सुब्बा, नम्बर 6 पेम्बा तामाङ, नम्बर 5 साहिल मुखिया, नम्बर 16 सौरभ छेत्री, नम्बर 14 माइकल दहाल, नम्बर 13 अमन सुब्बा, नम्बर 7 आदित्य प्रधान, नम्बर 8 कालु सुब्बा, नम्बर 15 मेन्डिस मगन, नम्बर 10 सुदेश राई, नम्बर 9। यस्तो प्रकार सब्स्टिट्युटमा हुनुहुन्छ गौरव राई, नम्बर 3 प्रयास गुरुङ, नम्बर 12 मिक छिरिङ, नम्बर 2 विशान्त राई, नम्बर 99। यस्तो प्रकारले आशिष गुरुङ, यस्तो प्रकारले सङ्कटा एफसीको खेलाडीहरू यस्तो प्रकारले छन्। पवन तामाङ, नम्बर 39 सुजल राई, नम्बर 22 रेमन तामाङ, नम्बर 16 आदित्य राई, नम्बर 15 सदीप दर्जी, नम्बर 7 केवल थापा, नम्बर 8 उज्जवल राई, नम्बर 10 प्रतीक तामाङ, नम्बर 29 अनमोल राई, नम्बर 9 सन्जोक लामा, नम्बर 16 र निकृत तामाङ, नम्बर 1 गोलकिपर हुनुहुन्छ। यस्तो प्रकार सब्स्टिट्युट लिस्टमा हुनुहुन्छ निकेत राई, नम्बर 34 अंकित विश्व, नम्बर 21 प्रतीक छेत्री, नम्बर 29 आयुष गुरुङ, नम्बर 30 आदर्श राई, नम्बर 5 रोनाल्ड गुरुङ, नम्बर 4 अंकित सुब्बा, नम्बर 33 अनि प्रभात गुरुङ, नम्बर 11। र हजुरलाई स्वागत गर्न चाहन्छु फेरि पनि दार्जिलिङ प्रिमियर डिभिजन फुटबल लिगमा। वेलकम टु दार्जिलिङ, द ल्यान्ड अफ फुटबल। हामी विशेष रूपले यहाँको आयोजक समिति दार्जिलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसनलाई पनि यो कार्यक्रम, यो टुर्नामेन्ट, यो प्रतियोगिता सम्पन्न गरिदिनु भएकोमा हजुरहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको प्रयास, उहाँको पहलले नै आज यो प्रतियोगिता सुरु भइसकेको छ। हजुरहरूलाई भिडियो क्वालिटी कस्तो लागिरहेको छ हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। हजुरहरूको समर्थन कसलाई छ त हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। हजुरहरू कहाँबाट हेरिरहनु भएको छ त्यो पनि हजुरहरूले कमेन्ट गरिदिनु होला। यहाँ हामीसँग ऋषभ तामाङ पनि जोडिसक्नु भएको छ, नवीन गुरुङ पनि जोडिसक्नु भएको छ, अमन राई जोडिसक्नु भएको छ, पल्जर भुटिया जोडिसक्नु भएको छ, राज मुखर्जी जोडिसक्नु भएको छ, दिपेश रच्चु जोडिसक्नु भएको छ, ग्याप्स खाम्ला चोच पनि जोडिसक्नु भएको छ। र हजुरहरूको समर्थन कसलाई छ त हजुरहरू छिटो गएर कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र हजुरहरू यो प्रसारण हजुर कहाँबाट हेरिरहनु भएको छ त्यो पनि हजुर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। हजुरहरूले भिडियोलाई पनि सेयर गरिदिनु होला। हाम्रो दार्जिलिङ फुटबललाई हजुरहरूले विश्वभरि नै घर घरसम्म पुर्याइदिनु होला। हाम्रो भाइहरू खेलेको, हाम्रो ट्यालेन्टहरू खेलेको, उहाँहरूलाई हाम्रो सपोर्टको खाँचो छ। तपाईँहरूको एउटा सेयरले गर्दाखेरि उहाँहरूलाई धेरै नै सपोर्ट पुग्छ। साहिल राई बिग फ्यान सुदेश राई भनिरहनु भएको छ। प्रणेश चामलिङ राई बेस्ट अफ लक। जुनियर म्यान्डिसको पनि यहाँ जुनियर म्यान्डिस भ्लगर पनि हुनुहुन्छ। हिमालयन एफसी का स्ट्राइकर पनि हुनुहुन्छ र उहाँको समर्थन हिमालयन एफसीलाई दिइरहनु भएको छ। मनिष सुब्बा पनि हामीसँग जोडिसक्नु भएको छ। यस भाइ यस अन्त कति बेला अस्ति दिने हो।
हजुरहरूलाई भिडियो क्वालिटी कस्तो लागि रहेछ हजुरले कमेन्ट गरिदिनु होला हामीलाई जनाइदिनुहोस् होला साउन्ड कस्तो आइरहेको छ हजुरले जनाइदिनुहोस् होला खेल सुरु हुन आँटिसकेको छ हरियो जर्सीमा सङ्कट एफसी रातो जर्सीमा हिमालयन एफसी वितेश तामाङ यहाँ एफसी सङ्कटालाई आफ्नो समर्थन दिइसक्नु भएको छ प्रणेश गुरुङ यहाँ हिमालयन एफसीलाई सपोर्ट गरिनु भएको छ वितेश तामाङ थ्याङ्क यू साउन्ड भनिरहनु भएको छ उहाँले अब खेल सुरु हुन लागिसकेको छ खेलको साथसाथमा यहाँ पानी वर्षाको पनि आगमन हुनुला जस्तो भइरहेको छ आशा छ कि आज मौसमले पनि साथ दिन्छ होला कि भनेर बर्खा आए पनि आँधी आए पनि बेडी आए पनि आजको यो प्रचलनलाई रोक्न सक्दैन द सो मस्ट गो अन हजुर स्कोर हामीले स्कोर बोर्ड पनि राखिदिएको छौँ हामीले माथिल्लोपट्टि हाम्रो स्क्रिनको टप अफ द स्क्रिनमा तपाईँले हेर्न सक्नुहुन्छ विवेक रायज्यू पनि हामीसँग जोडिसक्नु भएको छ फर्स्ट म्याचको स्कोर तपाईँको जिजेएससी 2 अनि चामोङ एफसी 2 खेल सुरु भएको छैन स्कोर भएको छैन स्कोर बोर्ड हामीले राखिदिएको छौँ
रातो अनि पहिलो जर्सीमा हिमालयन एफसी हो भने कालो अनि हरियो कम्बिनेसनमा सङ्कटा एफसी। प्रणेश सामलिङलाई कमान जुनियर म्यान्डिस भनिरहनु भएको छ। आज धेरै फ्यानहरू देखिरहेको छ हामी जुनियर म्यान्डिसको। खेल सुरु भइसकेको छ। हिमालयन एफसी नम्बर 7 मिस पास राम्रो क्लियरेन्स थ्रो प्राप्त भएको छ फेरि पनि सङ्कट एफसीको पक्षमा। लामो थ्रो मौका पनि सक्थ्यो। डिस्टर्ब भन्दैछ फेरि पनि अर्को एट्याक। फेरि पनि अर्को सङ्कटाको यो अर्को एट्याक। केवलको पास बल रिलिज गर्नुपर्नेछ। एरर भएको छ यहाँ मिस्टेक। खतरा हुन सक्छ। मौका पनि सक्छ। राम्रो क्लियरेन्स फल प्राप्त भएको छ यहाँ। आज हामीले मुख्य रेफ्रीमा प्रतीक गुरुङ देखिरहेका छौँ। जिटिए रेफ्री एसोसिएसनबाट हुनुहुन्छ। यस्तो प्रकार उहाँको सहयोगी अरविन्द छेत्री पनि देखिरहेको छौँ। राम्रो बल हिमालयनको यो अर्को एट्याक। राम्रो डिफेन्डिङ क्लियर गेम सेफ गेम खेलेका छन्। लामो थ्रो फल थ्रो दिएका छन् यहाँ रेफ्री प्रतीक गुरुङले। फर्स्ट हाफ भएन यो भर्खर सुरु भएको हो। हजुर हामीले स्कोर बोर्ड पनि दिइरहेको छौँ। राम्रो प्ले भइरहेको छ सङ्कटा एफसीको। बल रिलिज गर्नुपर्नेछ। नम्बर 15 राम्रो बल थियो। राम्रो इन्टरसेप्ट। मेन्डिस नम्बर 10 CR7 को धेरै नै फ्यान हुनुहुन्छ मेन्डिस मङ्गर। यो थ्रु बल राम्रो कन्ट्रोल
राम्रो क्लियरेन्स पवन तामाङ मौका बनिन सक्छ राम्रो गोलकिपिङ अन पोजिसन हामी यहाँ पवन तामाङ पनि देखिरहेको छौँ सिनियर खेलाडी हुनुहुन्छ बदमतामबाट हुनुहुन्छ केवल स्पिडी प्लेयर हुनुहुन्छ मिस पास भएको छ लामो क्लियरेन्स साङ्काट एफसीको गोलीबाज निकृत आज उहाँले निकृतलाई खेलाइरहेको छ गोलकिपर निकृत तामाङ राम्रो हेडर पवन तामाङको आफ्नो अनुभवलाई इस्तेमाल गरेका छन् पवन तामाङ राम्रो ब्लक राम्रो बल राम्रो डिफेन्डिङ रिप्ले हेर्न सक्नुहुन्छ तपाईँले डिफेन्डिङको उज्जवल मौका बनिन सक्छ एट्याकको प्ले अन मौका बनिन सक्छ केवल मौका बनिन सक्छ यो मौका डिफेन्डर ब्लक गर्न सफल कर्नर प्राप्त भएको छ कर्नर दिएका छन् यहाँ सुबुध आउनु पर्यो भनिरहनु भएको छ प्रतीक थुलुङज्यूले राज सुब्बा पनि हामीसँग जोडिसक्नु भएको छ राज सुब्बा थाम्देनज्यू पनि हजुर पनि स्वागत गर्न चाहन्छु खेलको पहिलो कर्नर सङ्कट एफसीको पक्षमा हातको प्रयोग भएको छ राम्रो पास फेरि पनि यहाँ फल फेरि पनि हातको प्रयोग भएको थियो
फेरि पनि राम्रो इन्टरसेप्ट विथ द बल ट्याकल भएको छ राम्रो पास मौका बनिन सक्छ मौका फेरि पनि मौका यो रिप्ले हेर्न सक्नुहुन्छ तपाईले केही दूरीबाट यहाँ फ्रेम भित्र गएन नत्र ओन गोल जोडिने थियो फेरि पनि दोस्रो कर्नर सङ्कटाको पक्षमा गोल किक प्राप्त भएको छ फेरि पनि हिमालयनको पक्षमा दुवै दल बराबरीमा खेलिरहेको छन् बल पोजिसन 50-50 एट्याक पनि 50-50 भइरहेको छ स्कोर भएको छैन बल रिलिज गर्नुपर्ने थियो नम्बर 13 मेन्डिस ब्याक हिल पास राम्रो पास यो पास इन्टरसेप्ट गर्न सफल सजिद नम्बर 7 जिटे 11 का स्ट्राइकर हुनुहुन्छ सजिद दर्जी धेरै एक्सिलरेट गरेर आफूलाई आफ्नो गेम आफ्नो स्पिडको फाइदा लिने गर्दछ सजिद दर्जी राम्रो हेडर पास राम्रो स्किल राम्रो प्ले मौका बनिन सक्छ यो मौका फेरि गुमाएका छन् पवन तामाङ राम्रो थ्रु बल मौका सिधा गोलकिपरको हातमा निकृत तामाङ उज्जवलको पास फेरि पनि थ्रु बल के भएको थियो हजुरलाई म रिप्लेमा देखाउन सक्छु उज्जवल फेरि पनि मौका बनिन सक्छ लु फेरि पनि यो मौका कर्नरमा परिणत भएको छ फेरि पनि खेलको तेस्रो कर्नर सङ्कटा एफसीको पक्षमा राम्रो प्रहार थियो फेरि पनि मौका राम्रो सेभ फेरि पनि अर्को कर्नर खेलको चौथो कर्नर फेरि पनि सङ्कटा एफसीको पक्षमा
राम्रो क्लियरेन्स फेरि पनि उज्जवल ब्याक हिल पास मौका बनिन सक्छ सजितको पास मौका गोल स्कोर भएको छ यहाँ स्कोर रह्यो हिमालयन एफसी 0 अनि सङ्कट एफसी 1 उत्कृष्ट सेटअप उत्कृष्ट एसिस्ट उत्कृष्ट गोल अनमोलको यो फिनिसिङ क्लिनिकल फिनिस कुल फिनिस लामो पास मौका बनिन सक्थ्यो रिस्को रह्यो सङ्कट एफसी 1 अनि हिमालयन एफसी 0 पहिलो हाफ चलिरहेको छ फल प्राप्त भएको छ लामो पास निकृत आजको खेलको कप्तान निकृत तामाङ गोलकिपर इमर्जिङ गोलकिपर हुनुहुन्छ दार्जिलिङ क्षेत्रबाट फेरि पनि यहाँ फल प्राप्त भएको छ हजुर हामीलाई एकदमै इन्भाइट गरेर बी डिभिजनमा पनि बोलाउनु भयो भने हामी अवश्य आउनेछ फेरि पनि यहाँ खेलाडी चोट लागेको देखिरहेको छौँ हजुर अवश्य खौचरा गोलको म रिप्ले हाफ टाइममा देखाउनेछु आजको स्कोरर अमल राय असिस्टलाई पनि हामी क्रेडिट दिन चाहन्छौँ राम्रो असिस्ट थियो सजित दर्जीको जुनियर म्यान्डेज एकदमै बिजनबारी क्षेत्रबाट धेरै नै राम्रो स्ट्राइकर हुनुहुन्छ धेरै स्ट्रगल
गरेका खेलाडी हुन्। पवन तामाङ आफ्नो अनुभव देखाइरहेका छन्। हजुर भिडियोलाई पनि सेयर गरिदिनु होला। हजुरको सानो सपोर्टले यो दार्जिलिङ फुटबललाई सपोर्ट मिल्नेछ। हजुरको माया, हजुरको स्नेहले त हामी यहाँ छौँ। राम्रो बल हुन सक्थ्यो। राम्रो थ्रु बल। Kewal. Number 8. 16 run reaction. Rama tackle with the ball. On the line. मौका बन्न सक्छ। ह्यान्डबल प्राप्त भएको छ। यो सेट पिस, यो रेन्ज धेरै राम्रो रेन्जमा छन्। बेन्ड इट लाइक बेकम जस्ता प्रहारको यहाँ आवश्यकता भएको जो देखिरहेको छौँ। प्रशान्त सुब्बा कप्तान हिमालयन एफसी का कप्तान। कतिको सक्षम छ त निकृतको यो बल, कतिको सक्षम छ त प्रशान्तको यो प्रहार। हेर्नु होला अबको केही क्षणमा नै प्रशान्त राम्रो प्रहार थियो। फेरि पनि मौका, गोल फेरि पनि यहाँ इक्वलाइजर भएको छ। खेलमा वापसी भएको छ। यहाँ खुबै राम्रो प्रहार थियो, खुबै राम्रो सेटअप, खुबै राम्रो सेट पिस। त्यही सेट पिस बारले डिनाइ गरे तापनि त्यसमा गोलमा परिणत गर्न सफल हिमालयन एफसी का खेलाडी। र स्कोर रह्यो सङ्कटा एफसी 1 अनि हिमालयन एफसी 1। र यो गोलमा क्रेडिट पनि म प्रशान्तलाई दिन चाहन्छु। उहाँको सेट पिस यो प्रहार बारमा डिनाइ भएर यसलाई नै उहाँले गोलमा परिणत गर्न सक्नुभयो। हजुर यो प्रसारण कहाँबाट हेरिनु भएको छ हजुरले कमेन्ट गरिदिनु होला। हजुरको समर्थन कसलाई छ? स्कोर रहेको छ सङ्कटा एफसी 1 हिमालयन एफसी 1। हजुरको समर्थन कसलाई छ? फेरि पनि अर्को कर्नर। मौका
र दर्शकवृन्द हामी धेरै टाढाबाट आएर हजुरको निम्ति यो प्रसारण गरिरहेका छौँ। हजुरले पनि एउटा शेयर अनि फलो गर्नु नबिर्सिदिनु होला। अब पास मौका हुन सक्थ्यो, फ्री हेडर थियो। Number pass, Mendes को पास। फेरि पनि यहाँ ह्यान्डबल प्राप्त भएको छ, फ्री किक प्राप्त भएको छ। फेरि पनि प्रशान्त, फेरि पनि प्रशान्त सुब्बा, फ्री किक स्पेशलिस्ट। लामो कोसिस, रेन्जमा नै थियो, राम्रो कोसिस। लङ ट्राईमा धेरै नै स्कोर गर्दछ प्रशान्त सुब्बाज्यूले। हजुरलाई आजको प्रसारण कस्तो लागिरहेको छ हजुर कमेन्ट गरिदिनु होला। शिव तामाङज्यूलाई म स्वागत गर्न चाहन्छु हाम्रो प्रसारणमा। Offside. यो अट्याक खेर गएको छ, मौका पनि सक्छ, यो मौका पनि सक्छ। राम्रो डिफेन्डिङ, राम्रो डिफेन्डिङ भन्न चाहन्छु, खतरा हुन सक्थ्यो। Misunderstanding.
धेरै हामीले यङ्स्टर्सहरू देखिरहेको छौँ आज सङ्कट एफसीको दलमा मात्र पवन तामाङ सिनियर देखिरहेको छौँ निकृत वान अफ द इमर्जिङ गोलकिपर उज्जवल मेन्डिस मगर लामो पास राम्रो थ्रु बल खतरा हुनसक्छ फेरि पनि मिसकम्युनिकेसन भएको देखिरहेको छ हामीलाई हिमालय एफसीको डिफेन्डरमा उज्जवलको पास फेरि मौका पनि सक्छ यो प्रहार पनि बारले डिनाइ गरेको छ आज सङ्गाटाको राम्रो मौका थियो प्रहार पनि गरेको थियो बारले डिनाइ गरेको छ यहाँ सजितको यो प्रहार राम्रो हेडर फेरि उज्जवलको पास फल प्राप्त भएको छ फेरि पनि क्विक टेक यस्तो भएको धेरै अन्डर 15 टुर्नामेन्ट पनि हामीले राम्रो टुर्नामेन्ट हेर्न पायौँ यो वर्ष हजुरहरूले ज्ञात भएको कुरो हो बिजनबारी अन्डर 15 फुटबल टुर्नामेन्ट घुम जोरबङ स्पोर्टिङ एकाडेमीद्वारा आयोजन गरिएको अन्डर 15 टुर्नामेन्ट मात्र यहाँ दार्जिलिङमा वुमेन्स टुर्नामेन्टलाई अलिकति फोकस गऱ्यो भने धेरै राम्रो हुने थियो धेरै हाम्रो चेलीहरू अहिले कन्याश्री ग्रुपमा धेरै फाइनलहरू पनि खेलिसकेका छन् हाम्रो कालिम्पोङबाट दार्जिलिङबाट र उहाँको निम्ति पनि केही एउटा टुर्नामेन्ट अर्गनाइज गरिदिए धेरै नै राम्रो हुने थियो उहाँले पनि प्रोत्साहन पाउने थियो उत्तम राईलाई पनि म स्वागत गर्न चाहन्छु उत्तम राईज्यू पनि हामीसँग जोडिसक्नु भएको छ वान अफ द फाइनेस्ट अफसाइडको इसारा वान अफ द स्टार प्लेयर अफ इन्डियन फुटबल उत्तम राई सन्जु बन्तवाज्यूलाई पनि म स्वागत गर्न चाहन्छु एकदमै फुटबल फ्यान हुनुहुन्छ सन्जु बन्तवाज्यू जर्जन एफसीको फ्यान हुनुहुन्छ डाई हार्ड फ्यान हुनुहुन्छ अनमोलको पास पवनको हेडर
हाम्रो पास राम्रो प्ले क्रस गर्ने मौका क्रस गरेका छन् अन द बक्स थिए तापनि हाम्रो टिममेट कहाँ पुग्न सकेन यो पास यो क्रस फेरि पनि म्यान्डिसको स्पिड गोल किक प्राप्त भएको छ फेरि पनि हजुरहरूले भिडियोलाई पनि सेयर गरिदिनु होला हजुरको माया हामीप्रति हाम्रो दार्जिलिङ फुटबलप्रति यी यङ्स्टर यी खेलाडीहरूप्रति अलिकति हजुरहरूले जनाइदिनु होला राम्रो पास मौका बनिन सक्छ क्रस गर्ने मौका क्रस गरेका छन् प्रशान्त प्रहार गर्न सक्छ प्रशान्त फेरि पनि बारले टिनाइ गरेका छन् यो ब्लक डिफेन्डरको एकदम राम्रो ब्लक फेरि पनि दुवै दलको एकवटा प्रहार बारले टिनाइ गरेका छन् उत्कृष्ट एक्साइटिङ म्याच भएको हजुर जानकारी दिन चाहन्छु लामो पास फेरि पनि मौका फोल हुन सक्छ त्यसैले पहिलो हाफ अन्त भएको छ यहाँ चोट लागेको पनि देखिरहेको छौँ आजको दर्शक यहाँ हामी लोकल भ्लग्सको भाइलाई पनि देखिरहेको छौँ उहाँको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला तसर्थ हामी पनि केही क्षणको निम्ति विश्राम गर्नेछौँ हजुरहरूलाई केही क्षणमा नै फेरि पनि यो प्रसारण लिएर आउनेछौँ र स्कोर रहेको छ सङ्कटा FC 1 हिमालयन FC 1
दाजु दाजु दसैँ सेकेन्ड हाफ सुरु हुनु लागिरहेको छ र यसको अझै पनि सङ्गटा FC 1 हिमालयन FC 1 पवन तामाङको इन्टरसेप्ट हाम्रो पास सजित छेडुप लामो पास थियो मौका बन्न सक्छ राम्रो गोलकिपिङ हजुर भिडियोलाई शेयर गरिदिनु होला फेरि पनि अर्को अट्याक फेरि पनि यो हिमालयनको यो अर्को अट्याक लुप पास
मेन्डिसको पास मौका पनि सक्छ फेरि पनि बार्जेन्टिना फेरि पनि मौका थियो फेरि पनि बार्जेन्टिना गरेका छन् यो गोल with the ball tackle भएको छ यहाँ राम्रो क्लियरेन्स प्रहार पनि गर्न सक्छ लामो पास यहाँ इन्जुर भएको छ जस्तो लागिरहेको छ हामीलाई यहाँ इन्जुर भएको छ सर कति नम्बर हो सर कति नम्बर हो फेरि पनि यहाँ फल केवल थापा यहाँ इन्जुर्ड भएको देखिरहेको छौँ फेरि पनि यहाँ सेट पिस प्राप्त भएको छ फ्री किक प्राप्त भएको छ बुकिङ पनि भएको छ
Number set piece. Number clearance. Offside bicara. Nama pass. Counter हुन सक्थ्यो. Chedup. फेरि पनि उज्जवल. Chedup. Pawan Tamang. राम्रो पास हुन सक्थ्यो. फेरि पनि पवन तामाङ. राम्रो क्लियरेन्स. फेरि पनि यो सेट पिस हिमालयन एफसीको पक्षमा मेन्डिसको खुट्टामा बल थियो. यो स्कोर अझै पनि सङ्कटा एफसी 1 हिमालयन एफसी 1. फेरि पनि मेन्डिसको पास. काउन्टर एट्याक हुन सक्छ. उज्जवल. मौका बनिन सक्थ्यो. राम्रो डिफेन्डिङ भन्न चाहन्छु. आज दुवै दलको उत्कृष्ट प्रदर्शन भएको हजुर जानकारी दिन चाहन्छु. यो खतरा हुन सक्छ.
फेरि पनि उज्जवल बल रिलिज गर्नुपर्नेछ राम्रो पास हुन सक्छ राम्रो पास गरेको थियो फेरि पनि हिमालयन एफसी मिस पास हजुरको समर्थन कुन टिमलाई छ हजुर छिटो भन्दा छिटो कमेन्ट गर्नुहोला हजुर कहाँबाट हेरिरहनु भएको छ त्यो पनि कमेन्ट गर्नुहोला सङ्कटा एफसी लेबुङ बनाम हिमालयन एफसी बिजनबारी फेरि पनि सजित राम्रो ट्याकल फेरि पनि पवन काउन्टर एट्याक हुनसक्छ काउन्टर एट्याक हुनसक्छ मेन्डिसको पास राम्रो स्किल फेरि पनि मौका बनिन सक्छ मेन्डिस राम्रो छ फेरि पनि मौका गोल स्कोर भएको छ यहाँ अन्तिम क्षणमा र स्कोर रह्यो सङ्कटा एफसी 1 हिमालयन एफसी 2 एकदमै राम्रो मुभ एकदमै राम्रो स्किलफुल फिनिसिङ पनि पोचर नभएको थियो र यसै साथमा 1 गोलको बढतमा हिमालयन एफसी केही गर्नुपर्नेछ सुपर सबलाई युज गर्नुपर्नेछ कोच सङ्कटा एफसीको कोचले फेरि पनि अर्को एट्याक राम्रो डिफेन्डिङ समयलाई धेरै मध्यनजर गर्नुपर्नेछ खेलमा वापस हुनु हो भने सङ्कटा एफसीले राम्रो पास मौका बनिन सक्थ्यो फेरि पनि अर्को एट्याक खेर गएको छ एक गोलको बढतमा हिमालयन एफसी राम्रो इन्टरसेप्ट राम्रो पास
राम्रो करेक्ट छेडो फेरि पनि यहाँ अर्को एट्याक मेन्डिस अमनको खुट्टामा बल क्रस फेरि पनि मौका बनिन सक्छ बल पोजिसन आफ्नो हातमा लिइरहेको छन् हिमालयन एफसीले ब्याक पास समयलाई धेरै मध्यनजर राख्नुपर्नेछ खेलमा वापस हुनुहुने सङ्कट एफसीको खेलाडीहरूले सुपर सबको यहाँ खाँचो देखिरहेको छौँ फेरि क्रस सजित दर्जीको यो प्रहार हुन सक्थ्यो राम्रो क्लियरेन्स अफसाइड छन् यहाँ उज्जवल राम्रो इन्टरसेप्ट फेरि पनि उज्जवल किस्मतको पास यहाँ ट्याकल कस्तो भएको छ यजनस चामलिङ ज्यूलाई पनि म भन्न चाहन्छु यहाँ भएको गेम दार्जिलिङ प्रिमियर डिभिजनमा भइरहेको छ प्रतीक थुलुङ सङ्कट एफसीलाई समर्थन गरिरहनु भएको छ सनिम प्रधान नाइस फुटबल भनिरहनु भएको छ बुकिङ हुन सक्छ म्याचलाई धेरै बसमा लिने गर्दछ रेफ्री प्रतीक गुरुङज्यूलाई एकदमै कुल एन्ड काम रेफ्री हुनुहुन्छ फेरि पनि मेन्डिस बुकिङ हुन सक्छ बुकिङ पाएको छ छेडुप लामो पास फेरि पनि सजित राम्रो मौका बनिन सक्छ प्रहार गर्नुपर्छ यो प्रहार अन द फ्रेम भएको भए खेलमा वापस हुन सक्थ्यो
स्कोर हजुरहरूले हाम्रो स्कोर बोर्डमा हेर्न सक्नुहुन्छ। फेरि पनि उज्जवल लामो क्लियरेन्स सेफ गेम खेल्न सफल। अट्याक बनाउनु पर्नेछ। खेलमा वापस हुनु हो भने सङ्गटा एफसीले मिस पास गर्नुहुन्न। खेलमा वापस आउनु हो भने राम्रो पास मौका बनिन सक्छ। राम्रो क्लियरेन्स फेरि पनि अर्को थ्रो। पवन फॉल थ्रो के इशारा। मौका बनाउनु पर्नेछ। राम्रो इन्टरसेप्ट काउन्टर अट्याक हुन सक्छ। राम्रो डिफेन्डिङ थ्याङ्क यू प्रवेश चामलिङज्यूलाई पनि। अमित तामाङज्यू त अलि पुलिसको म हजुरलाई बेलुका फिक्सर हालिदिनेछु, हजुरले हेर्नुहोला। दिपेश भण्डाराज्यूलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। विपेन बार्का भाइलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। आशिष देवनलाई पनि हामी स्वागत गर्न चाहन्छौँ हामीसँग जोडिनु भएकोमा। मौका बनेको छ, क्रस गर्ने मौका बनेको छ यहाँ। फेरि पनि मौका, थर्डम्यान प्रहार, राम्रो ब्लक, फेरि पनि अर्को हेड, राम्रो क्लियरेन्स, फेरि मौका, राम्रो प्रहार गर्न सक्छ। मौका खेर गएको छ। आयुष साम्पाङ यहाँ होन्डा भनिरहनु भएको छ। प्रमोद राईज्यू हजुर दर्शक, हिजोदेखि मात्र सुरु भएको यो प्रतियोगिता दर्शक त्यति ज्ञात नभएर होला सायद। निकेत
वीरेन प्रधानज्यू दामी लाइभ त भनेर हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुरले हामीसँग जोडिनु भएकोमा हजुरले पनि भिडियोलाई सेयर गरिदिनु होला हाम्रो यो च्यानललाई पनि फलो गरेर हामीलाई पनि माया देखाइदिनु होला यहाँ फल प्राप्त भएको छ फेरि पनि यहाँ बुकिङ पनि भएको छ यो सेट पिस यो सेट पिचमा केही फाइदा ल्याउनु पर्नेछ खेलमा वापस हुनु हो भने सङ्कट एफसीको यो पक्षमा यो सेट पिच मौका मौका प्रहार प्रहार राम्रो ब्लक फेरि पनि अर्को मौका प्रहार राम्रो कोसिस भन्न चाहन्छु राम्रो हेडर फेरि पनि उज्जवल किस्मत कुपल निकेतलाई राम्रो स्किल क्रस गर्ने मौका क्रस गरेका छन् यहाँ यो क्रस इन्टरसेप्ट गर्न सफल हिमालयनका डिफेन्डर फेरि पनि यहाँ फल प्राप्त भएको छ सङ्कटाको पक्षमा सेट पिसको भरपुर फाइदा लिनुपर्नेछ 1 गोल डाउन छन् सङ्कटा एफसी लामो क्लियरेन्स काउन्टर एट्याक हुन सक्छ फेरि पनि अर्को एट्याक खतरा हुन सक्छ मेन्डिसको खुट्टामा बल प्रशान्त फेरि पनि अर्को स्किल अर्को राम्रो स्किल फेरि पनि यहाँ फल राम्रो स्किल गरेको थियो प्रशान्त सुब्बाको स्किलहरू पर्फेक्ट गइरहेको हजुरलाई जानकारी दिन चाहन्छु फेरि पनि अर्को सेट पिस राम्रो मौका थियो मेन्डिसको यो फ्री हेडर मार्क पनि भएको थिएन
फेरि पनि यहाँ फल प्राप्त भएको छ। मेरो पनि छ त नि। लामो पास राम्रो पास उज्जवलको क्रस थर्ड म्यान पनि थियो त्यहाँनिर एक्रोब्याटिक प्रहार थियो। फेरि पनि फल फेरि पनि सजित फेरि पनि मिस पास राम्रो इन्टरसेप्ट मेन्डिस फेरि पनि सजित राम्रो सोलो रन सजित अमनको खुट्टामा बल अमन फेरि पनि यहाँ यसरी नै खेलको अन्त भएको छ र होम टिम सङ्काटा एफसी आज को खेलमा हिमालयन एफसी बिजनबारीले विजय हासिल गर्न सफल बनेको छ। यसरी नै सिजन 2024 देखि चलिरहेको कन्ट्रोभर्सियल खेल भएको आज 2025 सिजनमा हिमालयन एफसी को जितले प्रुभ गरेको छ कि दे आर हिमालयन, दे आर फ्रम बिजनबारी। यसरी नै हामी दुवै दललाई उत्कृष्ट प्रदर्शन गरेकोमा दुवै दललाई हामी धन्यवाद दिन चाहन्छौँ। आजको दर्शक, आजको अफिसियल अनि आजको विशेष गरेर आयोजक समितिलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र लिग म्याच आजको पहिलो खेल 3 पोइन्ट लगेर जान सफल बनेका छन् हिमालयन एफसी बिजनबारी। र यसरी नै हामी यो खेलको साथसाथमा नै हजुरबाट नि बिदा लिन चाहन्छौँ। हजुरको भाइ म साहित्य प्रधान, हजुर सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हाम्रो च्यानलमा जोडिनु भएको हाम्रो दर्शकहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। हाम्रो सपोर्टरहरूलाई पनि धन्यवाद दिन चाहन्छौँ।
हजुरहरूले हाम्रो भिडियोलाई सेयर गरिदिनु होला, पेजलाई फलो गरिदिनु होला। सम्पूर्णलाई गुड बाई, टेक केयर एन्ड गुड नाइट।